भनिन्छ मान्छेको परिचय उसको डिग्रीले होइन, समाजमा उसले छोडेको प्रभाव र सङ्घर्षले दिन्छ। किताबको ज्ञान र समाजको यथार्थलाई एउटै तराजुमा राखेर जोक्ने खुबी कमाइमा हुन्छ। कतिपय मान्छेहरू भन्छन् पट्ने बेला पट्नुपर्छ, पछि काम गरे पनि हुन्छ। तर आज हामीसँग यस्तो पात्र हुनुहुन्छ जो पढ्दै र कमाउँदै मात्र होइन, पढ्दै र समाजलाई बदल्दै अगाडि बढिरहनु भएको छ। पत्रकारिता र समाज कार्य जस्तो चुनौतीपूर्ण विषयलाई आफ्नो जीवनको लक्ष्य बनाउनु भएका जुझारो युवा निमा गाती शेर्पा आज हाम्रो स्टुडियोमा हुनुहुन्छ। उहाँको यो जोस जागर र यहाँसम्मको यात्राबारे छलफल गरौँ। उहाँलाई म कार्यक्रममा स्वागत गर्छु। हजुरलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। सन्चै हुनुहुन्छ? एकदमै सन्चै छ। तपाईँलाई कस्तो छ? म एकदम ठिक छु। हजुर, हजुरलाई हाम्रो कार्यक्रममा स्वागत छ। चिया खानु भयो कि नै? भर्खर खाएँ। तपाईँले लिनुभयो? मैले पनि खाएँ साथी। हजुर। ल, अब हामी ढिला नगरी हजुर, कार्यक्रमको विषयवस्तुतिरै लगौँ। हजुर, हजुरको यहाँसम्मको अहिलेको यात्रा छ नि, हजुर, त्यो खोटाङदेखिको, त्यो खोटाङको डाँडा पाखादेखिको यात्रा, हजुर, आज यो राजधानीभित्रको एउटा स्टुडियोसम्मको यात्रा हजुर। कस्तो रह्यो सम्झिनुहुन्छ? हेर्नुहोस्, मेरो यात्रा एकदमै साधारण ठाउँबाट सुरु भएको हो, तर धेरै कुराहरू सिक्ने खालको रह्यो। सुरुमा के गर्ने, कसरी अघि बढ्ने भनेर अलमलमा थिएँ, तर बिस्तारै कामहरू सिक्दै, गल्ती गर्दै, अनुभवहरू बटुल्दै आज म यहाँसम्म आइपुगेको छु। प्रत्येक सङ्घर्षले मलाई कमजोर होइन, बलियो बनाएको छ। त्यसैले म मेरो यात्रालाई चुनौती र सिकाइको मुख्य मिश्रणको रूपमा सम्झिन्छु। साँच्चै के साथी, हजुर, त्यो बाल्यकालको हाम्रो लडी बुढी उठेको हजुर, त्यो रमाइलो पल होइन, हजुर, र अहिले पढ्दै कमाउँदै गरेको जिम्मेवारीपूर्ण जुन पल छ नि, हजुर। यो उमेर छ, त्यो कुन चाहिँ राम्रो लाग्छ तपाईँले? कुन चाहिँ राम्रो लाग्यो यहाँसम्मको यात्रामा? साँच्चै भन्नुपर्दा जति उमेर बढ्दै गयो, हजुर, हाम्रो सोच्ने तरिका पनि फरक हुँदो रहेछ। पहिला सानो काम पनि ठुलो लाग्थ्यो, धेरै सोचमा बगिन्थ्यो। तर अहिले भने बुझाइ बढेको छ। कसलाई कति महत्त्व दिने र कुन कुरामा एनर्जी कति खर्च गर्ने भन्ने बारेमा पनि जानकारी थाहा हुँदै जाँदो रहेछ। हजुर। र साथीहरू टाढा हुनु पनि जीवनको एक हिस्सा रहेछ भनेर मैले बुझेको छु। यो हाम्रो जति उमेर बढ्दै गयो साथी, त्यति चुनौतीहरू पनि थपिने, समस्याहरू पनि थपिने, जिम्मेवारीहरू पनि थपिने, साथीभाइहरू पनि टाढा हुँदै जाने होइन। कस्तो यो पल हामीले धेरै कुरा सिक्दै जाने कि उमेर अनुसार उमेर बढ्दै गयो, जति जिम्मेवारी बढ्दै जाने है। हजुर, हजुर, तपाईँले एकदमै ठिक कुरा गर्नुभयो। साथीहरू टाढा हुनु पनि जीवनको एक हिस्सा हो र हामी जति ठुलो हुँदै जान्छौँ हाम्रो सोचहरू परिवर्तन हुन्छ र त्यस्तै त हो नि जीवन भनेको। अहिले हजुर, तपाईँ यहाँ पत्रकारिता र समाज कार्य पढ्दै हुनुहुन्छ। हजुर, पत्रकारिताले समाजकै समस्याहरू उठाउँछ अनि साथी राज्यको चौथो अङ्क पनि त हो भनिन्छ। हजुर, पत्रकारिताले समाजकै प्रश्नहरू, जनताका कुराहरू उठाउँछ र फेरि समाज कार्यालयले चाहिँ त्यही समस्यालाई सुधार्ने प्रयास गर्छ। यो दुई बिचको कम्बिनेसनलाई हजुरले चाहिँ कसरी बुझ्नु भएको छ? यो मेरो लागि निकै मिनिङफुलको यात्रा रह्यो। किताबको कुरा मात्रै नरहेर वास्तविक समाजलाई नजिकबाट बुझ्ने मौका पाएँ र विभिन्न मानिसहरूको कथा, सङ्घर्ष र सफलताले मलाई धेरै कुरा सिकायो र यसले मेरो सोचलाई फराकिलो बनायो र समाजप्रति जिम्मेवारी बन्न प्रेरित गरियो। हामी गाउँबाट आएर यो राजधानीमा, यो सहरहरूको भिडमा घुलमिल हुने विद्यार्थी हौँ। म पनि काम गर्छु, तपाईँ पनि काम गर्नुहुन्छ। यो यात्रा चाहिँ कस्तो चुनौतीपूर्ण छ कि अलि सहज नै छ? यो त सजिलो त पक्कै पनि छैन। कहिलेकाहीँ थकान लाग्छ, कहिलेकाहीँ समय मिलाउन गाह्रो हुन्छ। तर यति कुरा हो कि लक्ष्य क्लियर छ भने जे कुरा पुग्न सम्भव छ। मेन कुरा टाइम म्यानेजमेन्ट र डिसिप्लिन भयो भने पढाइ र काम दुवै गर्न सक्छ। झन् यस्ता कुराहरूले त फ्युचरलाई झन् सजिलो बनाउँछ जस्तो चाहिँ मलाई लाग्छ। तपाईँसँग अहिले पत्रकारिताको रिपोर्टिङ गर्ने, फिल्डमा जाने, क्यामेरा चलाउने धेरै अनुभव भइसकेको छ। अहिले हाम्रो भाइ बहिनीहरू पनि पत्रकारिता पढ्दै आउनु भएको छ। अनि
अहिले तपाईँको यहाँसम्मको यात्राको आधारमा, तपाईँको अनुभवको आधारमा के एउटा विद्यार्थीले पत्रकारिता पढेर नेपालमै पत्रकारिता पेसा गरेर आफ्नो भविष्य देख्न सकिन्छ त साथी? तपाईँले एकदम राम्रो प्रश्न सोध्नुभयो मलाई। हजुर। अब हामी विद्यार्थी बिहान कलेज जान्छौँ, घर जान्छौँ र दिउँसो काममा जान्छौँ। हरेक विद्यार्थीले पत्रकारिता गर्नै पर्छ भन्ने पनि छैन। हजुर। तर विद्यार्थीहरूलाई म यति कुरा भन्न चाहन्छु कि म पनि एक विद्यार्थी भएको नाताले यदि कुनै पनि कुरा सुरु गर्नुभन्दा अगाडि डराउनु हुँदैन हजुर। र सानो कुरैबाट सुरु गरे पनि फरक पर्दैन, तर त्यसलाई निरन्तरता चाहिन्छ। मेहनत, धैर्यता र सेल्फ बिलिभ भयो भने जे कुरा पनि सम्भव छ। हामी अरूसँग कम्पेयर गर्नुभन्दा आफ्नो ग्रोथमा फोकस गर्नु नै महत्त्वपूर्ण हो जस्तो लाग्छ। र अब तपाईँले अर्को कुरा पनि भन्नुभएको थियो, भविष्य। हजुर। अब विद्यार्थीहरूले अब अहिलेको समयमा जति पनि मान्छे 12 पास गर्छन्, तपाईँले थाहा भएकै कुरा हो, सबै विदेश जान्छन्। तर नेपालमा भविष्य छ यदि पढ्दै गयो र रेगुलर पढ्दै अघि बढ्दै गयो भने नेपालमा पत्रकारिताको क्षेत्रमा भविष्य छ। एउटा पत्रकारको लागि चाहिँ यो सामाजिक सञ्जाल, अहिले फेसबुक, टिकटक, धेरै युट्युबहरू आएको छ। एउटा पत्रकारको लागि यो सामाजिक सञ्जाल हतियार हो कि लत हो कि? र अन्त्यमा एउटा क्वेसन फेरि म जोड्न चाहेँ। अब पत्रकारिता र समाज कार्य पढ्दै अब पढ्ने उसमा भएको विद्यार्थीहरूलाई, साथीहरूलाई चाहिँ के सुझाव दिनु चाहनुहुन्छ तपाईँ? तपाईँलाई त थाहा छँदैछ अहिलेको समयमा सोसियल मिडिया र मोबाइल फोन भनेको हाम्रो जीवनको एक हिस्सा बनिसकेको छ। तर यसलाई चाहिँ म कस्तो तरिकाले, प्रोडक्टिभ तरिकाले नै युज गर्ने गर्छु। आफ्नो न्युज हेर्ने काम गर्छु, केही नयाँ कुरा सिक्ने काम गर्छु र केही नयाँ कुरा आफ्नो त्यो खाली समयलाई चाहिँ सही सदुपयोग गर्छु भन्ने जस्तो लाग्छ। र अर्को कुरा तपाईँले भन्नुभएको थियो विष हो। सामाजिक सञ्जाल भन्ने कुरा कहिले पनि विष हुँदैन। त्यो तपाईँको हातमा निर्भर पर्छ। तपाईँ फेसबुक मात्रै, टिकटक मात्रै र युट्युबहरू, इन्स्टाग्राम मात्रै चलाउनुहुन्छ भने त्यो तपाईँको लागि विष हो। तर त्यही कुरालाई तपाईँले सही ठाउँमा सदुपयोग गर्नुभयो भने त्यो कुरा मान्छेको लागि त्यो सामाजिक सञ्जालले मान्छेलाई बनाउँछ पनि, बिगार्छ पनि। तर मैले भन्नु खोजेको चाहिँ म एक विद्यार्थी भएको नाताले यसलाई चाहिँ सही सदुपयोग गर्यो भने यो चाहिँ विष चाहिँ होइन जस्तो मलाई लाग्छ। अब यसले सामाजिक सञ्जालबाट मान्छेले कतिको पेट पालिरहेको छ। मलाई चाहिँ लाग्छ एउटा विद्यार्थी भएर होला यदि यो सामाजिक सञ्जालको, मोबाइलको सही प्रयोग गर्ने हो भने 10वटा 100वटा किताब बराबर चाहिँ एउटा मोबाइल फोन हुने रहेछ के साथी, सदुपयोग गर्न जाने। तपाईँले भन्नुभयो हामीले किताब किन्छौँ, एउटा किताब किन्छौँ, त्यो किताबको मूल्य 450 500 देखि बढी पर्न जान्छ होइन। तर यो मोबाइलमा तपाईँले एउटा इन्टरनेटको एक्सेस छ भने तपाईँले त्यही मोबाइलमा 200वटा 300वटा किताब तपाईँलाई जुन मन लाग्छ त्यो डाउनलोड गरेर हेर्न पढ्न पनि सिक्न पनि सक्यो र तपाईँलाई कतै मन परेन भने फ्याल्दिन पनि सक्यो। त्यसले गर्दा मोबाइल फोन भन्ने कुरा कहिले पनि विष हुँदैन। त्यो आफूमा निर्भर हुन्छ जस्तो कुन तरिकाले प्रयोग गर्ने हो, कुन तरिकाले युज गर्ने भनेर चाहिँ आफ्नो हातमा हुन्छ जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जाल चलाउने सम्पूर्णले के गर्नुपर्छ भने आफू के चलाइरहेको छु र आफू के गरिरहेको छु भन्ने कुरालाई फोकस गर्नुपर्छ। र के कुरामा अब हाम्रो त अहिलेको समयमा त विद्यार्थीहरू के गर्छन्, पढ्छन्, क्लासमा पनि आयो त्यही फोन हेऱ्यो, घरमा गयो दिनभरि टिकटक स्क्रल गर्यो, रिल्स सेयर गर्यो, त्यही त छ नि अहिलेको समयमा। तर त्यही ठाउँमा त्यसलाई सही सदुपयोग गर्यो भने लाइफमा केही न केही गर्न सकिन्छ जस्तो लाग्छ। झन् त जो यो पत्रकारिता पढ्ने विद्यार्थीहरूको लागि त यो त निकै ठुलो अवसरको रूपमा हुने मोबाइल फोन भनेको त। जब इन्टरनेटको एक्सेस पाउँछौँ हामीले जे कुरा पनि गर्न सक्छौँ जस्तो तपाईँलाई लाग्दैन? तपाईँ पनि एक विद्यार्थी हुनुहुन्छ, एक पत्रकारिता पढ्ने विद्यार्थी हुनुहुन्छ, तपाईँलाई पनि त्यस्तो लाग्दैन? अब +2 पनि सकिन्छ अनि धेरै भाइ बहिनीहरूको चासो कि यो पत्रकारिता पढ्ने कि नपढ्ने, नेपालमा भविष्य छ कि छैन, त्यो भविष्यको कुरा अघि नै गरिसक्नु भयो हजुरले। अब चाहिँ यो भाइ बहिनीहरूलाई चाहिँ पत्रकारिता पढ्ने सोच राख्ने भाइ बहिनीहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ, के सुझाव दिन चाहनुहुन्छ? अब तपाईँले क्वेसन त सोधिहाल्नु भयो, अब मैले एन्सर पनि दिनै पर्यो। अब म अन्त्यमा के भन्न चाहन्छु भने जीवनमा जे गरौँ मनैदेखि गरौँ, निरन्तरता गरौँ र आफैमा विश्वास राखौँ। सफलता आफ्नै ढोकामा आउँछ जस्तो मलाई लाग्छ। त्यसैले म उहाँहरूलाई पत्रकारितै पढ्नुपर्छ भनेर त भन्न चाहदिनँ, तर यस क्षेत्रमा पनि मान्छेले गरेको छ,
धेरै जस्तो मान्छेले यो सोसियोलोजी र समाजशास्त्र र पत्रकारिता पढेरै माथि पुगेको हो जस्तो मलाई लाग्छ। तर फेरि मैले भन्न खोजेको यो होइन कि होटेल म्यानेजमेन्ट पढ्ने, BBS पढ्नेहरूले चाहिँ समाज देशलाई केही गर्न सक्दैन भन्ने होइन, त्यो आफ्नो फिल हुन्छ। तर मलाई एज अ बिएको स्टुडेन्ट भएर पनि होला समाजमा के भइरहेको छ, कसो भइरहेको छ भनेर बुझ्न चाहिँ आफूलाई एकदमै मनैदेखि इच्छा छ। धेरै कुरा मिलाउनु पर्यो नि प्रेजेन्ट गर्नु पर्यो। तपाईँको सुझाव चाहिँ अहिलेको हाम्रो भाइ बहिनीहरूलाई एक वाक्यमा भन्नुपर्दा यो पत्रकारिता क्षेत्र नराम्रो होइन, हजुर। राम्रो हो। हजुर तर यो क्षेत्रमा आइसकेपछि हजुर प्रयोगात्मक रूपमा, जीवन उपयोगी रूपमा, सिपमूलक तरिकाले चाहिँ, प्राविधिक तरिकाले चाहिँ हामी के गर्नुपर्छ, अगाडि बढ्नुपर्छ, मेहनत गर्नुपर्छ भन्ने सुझाव नै तपाईँको यही हो। हो। अब जीवनमा मैले अघि नै भनिसकेँ, हजुर। म त पहिल्यैदेखि 11-12 पढ्दैदेखि यस फिल्डमा लागेको, मैले धेरै कुरा पनि अनुभव गरिसकेको छु। तर अझै अनुभव गर्नु बाँकी नै छ। कहिले कहाँ पुगिन्छ, कहिले यता कहिले उता हुन्छ। तर जीवनमा मलाई लाग्छ जीवनमा जे गरौँ मनैदेखि गरौँ, निरन्तरता गरौँ र आफूमा विश्वास राखौँ जस्तो चाहिँ मलाई लाग्छ। त्यति गऱ्यो भने सफलता चाहिँ तपाईँलाई जसरी नै पाउँछ जस्तो मलाई लाग्छ। आजको कार्यक्रम हामी यही अन्त्य गर्नेछौँ। फेरि अर्को भागमा अर्को नयाँ साथी लिएर फेरि आउनेछौँ। त्यतिखेरसम्मको लागि तपाईँहरूले फेरि दिनुहोला, माया गरिदिनु होला। हस्त, धन्यवाद।